21औं शताब्दीमा सिर्के चुनाएर बस्ने गरे। देश धेरै बिग्रियो, हामी सतारमा आउँछौँ, मलाई साथै म अगाडि बढ्छु आह्वान। कोही पुलिसको गाडी डुडुडु कुदाएर लिएर जान्छ, पागल हो कि सत्य हो कि? मान्छे मार्न राज्यको ड्युटीमा उभिएको प्रहरीमाथि बार्न गाडी लिएर जाने, संविधान नमान्ने, कानुन नमान्ने, लोकतन्त्र नमान्ने, खोज्ने के संवैधानिक। संविधान नमान्ने संवैधानिक खोज्ने। टेलिफोनको लाइन काटेर भएन, तार काटेर, तार कस्तो बोकेर लाइन काटेर यस्तो सिद्धियो नि त। तार काटेर कहाँ बोकेर गयो? त्यो तार अहिलेसम्म फिर्ता गरिरहेको छ नि गाउँमा। अब नयाँ पनि देखिए, फेरि हामीले फालिसकेका सयौं वर्ष देशलाई अन्धकारमा राखेर जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरू अहिले फेरि प्रतिक्रियावादी शक्तिहरू फेरि प्रतिगमन गरेर आउन खोजिरहेका छन्। कस्तो आँकड़ा! 21औं शताब्दीमा सिर्के चुनाएर बस्ने गरे। 21औं शताब्दीमा सिर्के चुनाएर महाराज राज गरेर हामीलाई हुकुम दिनेहरू जनतालाई, जनताभन्दा माथि, संविधानभन्दा माथि, देशभन्दा माथि। अलिक अप्ठ्यारो पर्यो भने 15 गते यिनीहरू मागे, अलिक अप्ठ्यारो पर्यो भने हामीले खोजेको त संवैधानिक राजतन्त्र। संविधान नमान्ने, कानुन नमान्ने, लोकतन्त्र नमान्ने, खोज्ने के संवैधानिक। संविधान नमान्ने संवैधानिक खोज्ने, संविधान नमान्ने संवैधानिक खोज्ने, जनताले भनेको नमान्ने, जनताले बनाएको संविधान नमान्ने, जनताले ल्याएको लोकतन्त्र नमान्ने, जनताको प्रणाली नमान्ने, जनताको सार्वभौमसत्ता नमान्ने, जनताको सर्वोच्चता नमान्ने, जनता शक्तिका स्रोत हुन् भनेर नमान्ने, अनि जनताको चाहना अनुसार अनि पैसा तिरेका 4वटा गुण्डा सहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयहरूमा तोडफोड गर्न लगाएर, व्यक्तिका घरहरूमा तोडफोड गर्न लगाएर, व्यापार बिजनेसमा आक्रमण गरेर अनि देश धेरै बिग्रियो, हामी सतारमा आउँछौँ, मलाई साथै म अगाडि बढ्छु आह्वान। हामीले देखेका छैनौँ अस्ति 58 सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा हामी सबैलाई थुनेर प्रेस, अहिले प्रेसवालाहरू के भन्दैछन् पनि म बुझ्दिनँ। त्यति बेला त समाचार भन्नेको पछाडि आर्मी उभिएर समाचार भने होइन, साँचो लाउनु गएको होइन, प्रेसमा समाचार बन्द गरिया होइन, टेलिफोनको लाइन काटेर भएन, तार काटेर, तार कस्तो बोकेर होला? लाइन काटेर यस्तो सिद्धियो नि त। तार काटेर कहाँ बोकेर गयो? त्यो तार अहिलेसम्म फिर्ता गरिरहेको छ नि गाउँमा। कहाँ लग्यो? अनि फेरि चाहियो राजतन्त्र। हामीले देखाएको छैनौँ अस्ति 58 देखि 62सम्म। यो भुलभुलैयामा नपरौँ। यस्ता शक्तिहरू हाम्रो सुदृढ एकता र हाम्रो चाहिँ एमाले जस्तो गर्दन नपुगेर यिनीहरू सङ्घ लगाउन थाले। के नयाँ शक्ति बनाएको छ? नयाँ शक्तिको देखिएन अब तमासा। कोही पुलिसको गाडी डुडुडु कुदाएर लिएर जान्छ, पागल हो कि सत्य हो कि? मान्छे मार्न राज्यको ड्युटीमा उभिएको प्रहरीमाथि बार्न गाडी लिएर जाने, हामी सही राखेका छौँ। यिनीहरूको प्रोभोकेसनलाई हामी सही राखेका छौँ। तर सहनुको एउटा हद हुन्छ भन्ने कुरा जब जनतालाई अब मूल्याङ्कन गरिन्छ, हेटिन्छ, तब सहने कुराको हद हुन्छ भन्ने कुरा म चेतावनी पनि भन्न चाहन्छु।